हेलो गाइस, यो मेरो ग्रो गार्डनको बेस। यहाँ मैले कोको ट्री रोपेको थिएँ अनि यहाँ यो ग्रिन एप्पल ट्री कलेक्ट गरेर बेच्नु पर्यो। कति धेरै उयो पर्छ यसको। यो क्याक्टस चाहिँ कसरी कलेक्ट गर्ने हो? यत्रो फलिसक्यो के डिजाइनको लागि मात्रै हो? होइन होला के हुँदैछ? केही बुझ्दैन क्या, नयाँ नयाँ गेममा हो। निकै भएर मेरो गेममा ग्लिच भएर कलेक्टर हाल्नु म केही बुझ्दिनँ। मैले एमरल्ड्स पाएँ नि। खतरा पो मिल्दो रहेछ अहिले त। क्याक्टस कसरी कलेक्ट गर्ने मलाई कसले मेरो आजकल भिडियो कोही हेरेन, तर कसले हेरेर कमेन्ट गरिदियो भने ठिक छ। त्यो डिजाइनको लागि मात्रै हो यत्रो ठुलो क्याक्टस फलेको। यति छिटो गयो। उयो कत्रो कत्रो फल्यो त्यो त। जस्तो देश हो यो मैले बुझिनँ क्या। हेरेको डिजाइनको लागि मात्रै क्याक्टस पनि। मैले क्याक्टसबाट के मिल्यो? कस्तो हुन्छ चिली रोप्ने हो कि? त्यो रोप्ने तयारी नै रोप्ने तयारी रहेछ। क्याम्प फायर सब हालिदिन्छु यो बुट ए थोड़ी थोड़ी बेच्छु। हेलो गियर सपमा जान मिल्दैन। त्यस्तै त्यही हुनुपर्ने रहेछ नि। म त भर्दिनँ अझै। ड्रिम गार्डनमा अब यो पेटलाई कसरी जब यति धेरै अनकमन के खेलेको छु। यो बेला मलाई कुरा खाना खुवाउने बेला होइन। मर्दैन नि त खाना खाने मऱ्यो भने। कत्रो टमाटर यस्तो त हाम्रो बारीमा नै फल्दैन। अझै फल्दैछ अझै फल्दैछ अझै फल्दैछ। स्क्रिन सेक हुँदै बस्यो। मसँग केही लेजेन्डरी माओस छैन।
कौन सीट लग्नु पऱ्यो दुईटा अरू केही होला नि हो राम्रो महँगो भेट्यो भने राम्रो हुन्थ्यो कौन राम्रो हुन्छ जसुकै होस् यो फ्रेन्ड्स मेरोमा पनि यस्तो त छैन कहाँ हो भाइ ए म त भएको मेरो गार्डनमा त्यहाँ चल्नु कति टाइम लिन्छ 24 मिनट्स तो भएको थियो नि म जानु पर्यो होटलमा कैरेट सीड अनि बीन्स स्टोकमा भन्छ मेरोमा त यत्रो क्याक्टस छ अन्य काम छ के खोलिरहेछ हो क्याक्टस छ के भएको कसरी कलेक्ट गर्ने यसलाई कसरी गर्ने यत्रो ठुलो रुख छ त चढ्न मिल्छ कस्तो गाह्रो छ चढेर स्किल एउटा टमाटो सिड ल्याउनु पऱ्यो सिलमा जानु त्यही भनेको सिलमा एक मिनट गर्दाखेरि सबै स्टक हुन्छ हेर्नुपर्छ अनि यो क्या आजको लागि यति नै